डे 1 को भिडियो चाहिँ मैले सुरु गर्दैछु। डे 1 मा चाहिँ मैले ग्रीन कलरको नेपाली यान लिएको छु र त्यसपछि त्यसको लागि चाहिन्छ यो निडल, क्रुसेड निडल चाहिँ 3 mm को रहेको छ। 3 mm को क्रुसेड निडल। यसबाट म हजुरहरुलाई स्लिप नट बनाउन सिकाउँछु। हेर्नुस् है त। स्लिप नट बनाउँदा चाहिँ यसरी पनि गराउन सकिन्छ। यो यस्तो भयो। यसबाट चाहिँ टक्क यसलाई समातेर यस्तो गरेर अनि यसरी पनि गराउन सकियो। त्यसपछि अब हामीले हातबाट पनि बनाउन सक्छौं। हात र क्रुसेड निडलको सहायताबाट यसरी बनाउन सकिन्छ। हेर्नुस् है त। यसरी हातमा लिने, यस्तो गर्ने अनि यसरी भयो। यसरी पनि गराउन सकियो। त्यसपछि यस्तो गरेर यस्तो गर्ने। यस्तो गरिसकेपछि यो दुईटालाई चाहिँ यहाँ यसरी समातेर यसरी लिएर यसरी पनि गराउन सकिन्छ। हजुरहरुलाई कसरी सजिलो लाग्छ। मलाई चाहिँ यति दुईटा तीनटा तरिकाले आउँछ। हजुरहरुलाई कसरी आउँछ। जानेकोले चाहिँ अब आफ्नो तरिकाले बनाउन सक्नुहुन्छ। नजानेकोले चाहिँ मैले भनेको जस्तै गरी बनाउन सक्नुहुन्छ। अनि मेरो भिडियोलाई हेरेर साथ सपोर्ट दिनु होला।